प्युठान जिल्ला स्थित गौमुखी गाउँपालिकाको वडा नम्बर 2 अर्खा ठुलाचौर भन्ने स्थानमा छौँ अहिले हामी चाहिँ। यो गाउँ हुँदै हामी गौमुखी जुन यो नगरपालिकाको नाम जहाँबाट रहेको छ गौमुखी झरना र मन्दिरको दर्शन गर्न अहिले चाहिँ हामी यो गाउँमा एउटा दृश्यहरू अवलोकन गर्दै थियौँ। नास्ता खाजा खाने कार्यक्रम पनि यही नै छ हाम्रो र खाजा खाइसकेपछि हामी अगाडि बढ्नेछौँ। यहाँबाट ट्रेकिङ गरेर यहाँको दाइले बताए अनुसार चाहिँ 2 घन्टा 3 घन्टा जति हिँडेर जानुपर्ने हुन्छ ट्रेकिङ गर्न। रमाइलो अवश्य पनि हुनेछ। वरपरको दृश्य यस्तो छ हैन, एकदम घरहरू पनि ढुङ्गाले छाएका, मन्दिरहरू र वरपर एकदम हरियाली, नीलो आकाश देखिरहेको छ। अहिले हामी अर्खामै छौँ। अब यहाँबाट चाहिँ हामी हिँड्नुपर्ने हुन्छ। हामी चाहिँ अब यो ठाउँबाट हिँड्न सुरु गरिसकेका छौँ। अब हामी यहाँबाट माथि ट्रेकिङ गरेर अगाडि जानेछौँ र यहाँ सरहरूले भिडियो पनि खिच्दै हुनुहुन्छ। करिब 1 घन्टाको पैदल यात्रापछि हामी चाहिँ यो गेटनिर आएका छौँ। यहाँनिर चाहिँ यो गौमुखी जाने बाटोमा पर्ने गेट हो। अत्याधिक सुन्दर पारीको पहाडहरू र यो बिचमाको खोलाहरूको एउटा कम्बिनेसन छ। यो अति नै सुन्दर देखिएको छ। हामी चाहिँ अगाडिबाट यो बाटो हुँदै जानुपर्ने हुन्छ। यहाँनिर सिडीको व्यवस्था गरिएको छ। नगरपालिका यहाँको स्थानीय सरकारले यो एउटा यहाँको एउटा पर्यटन प्रवर्धनको लागि पनि एउटा ठुलो भूमिका खेलेको रहेछ। यो देखिरहनु भएको जुन खोला छ यो चाहिँ झिमरुक खोला हो। मुहानको नजिक भएको कारणले गर्दा सानो सानो हुँदै गएको छ। जति मुहानतिर जाँदै गर्छौँ खोला चाहिँ त्यति सानो हुँदै गर्छ। एकदम चिसो अनुभव भइरहेको छ। हामी चाहिँ सनलाइटको अपोजिट डाइरेक्सनमा छौँ, त्यो कारणले गर्दा पनि अलिकति चिसो फिल भएको हो। त्यही पनि यो समुद्र सतहबाट हल्का उचाइमै छ, त्यो कारणले गर्दा पनि अलिकति चिसो फिल भइरहेको छ। एज अ होलमा एकदम दामी छ। दुःख पनि भइरहेको छ र पनि दुःखको बावजुद पनि एकदम रमाइलो पनि लागिरहेको छ। फाइनल्ली हामी गौमुखीको गेटनिर आइसक्यौँ र अब यहाँबाट चाहिँ मन्दिर र झरना यहीँनिर छ, नजिकै छ। अब चाहिँ हामीले झरनाको र मन्दिरको बारेमा केही एउटा ग्लिम्स खिच्नेछौँ र हामी यहाँबाट फर्किन्छौँ। यो गौमुखी झरना जुन झिमरुक नदीको मुहान स्थानको नामले परिचित पनि छ र यहाँभन्दा माथि मन्दिर र गुफा पनि रहेको छ। हामीले त्यहाँको पनि अवलोकन गर्नेछ। यो दृश्यलाई थोरै अवलोकन गरौँ। यो देखिरहनु भएको मन्दिर चाहिँ गौमुखीको मन्दिर हो यहाँनिर र देखिरहनु गुफा चाहिँ यो गौमुखी गुफा यही नै हो। यहाँ चाहिँ तपाईँको माघे सङ्क्रान्तिको अवसर पारेर मेला हुन्छ र भगवानको पूजा आराधना हुन्छ। यहाँ चाहिँ मागेको वरहरू, इच्छाएका चिजहरू चाहिँ प्राप्त हुने भनेर एउटा जनविश्वास पनि छ। करिब 1 घन्टा प्राकृतिक सुन्दरता र धार्मिक स्थलको अवलोकन गरिसकेपछि चाहिँ अब हामी फर्कने क्रममा छौँ र हामी एउटा जुन पुल छ, एउटा लामो पुल प्युठानकै र अग्लो पनि हो र त्यो पुलमा हामी एउटा भिडियो पनि खिच्नेछौँ त्यहाँ गएपछि र झाँक्री ढुङ्गा जुन मन्दिर हो यहाँको एउटा प्रचलित मन्दिर र त्यहाँको पनि हामीले दर्शन गर्नेछौँ। यहाँको लोकल कोदोबाट बनेको ढिँडो खाइसकेपछि हामी चाहिँ पुलनिर आएको छौँ। यो लामो पुल हो यो गौमुखी गाउँपालिकाको प्युठानकै र यहाँको दृश्यहरू अवलोकन गरिसकेपछि हामी अब जुन झाँक्री ढुङ्गाको मन्दिर छ त्यहाँनिर जानेछौँ। बाटोमा जाँदै गर्दा गौमुखीका विभिन्न वडाहरूको दृश्य देखिसकेपछि चाहिँ मैले ड्रोनबाट थोरै एउटा सानो ग्लिम्स खिच्नु मन लाग्यो र मैले यो भिडियो खिचेँ र त्यसपछि हामी अगाडि अझै बढ्दैछौँ र हामी अब नजिकै आइपुगेका छौँ जुन झाँक्री ढुङ्गाको मन्दिरनिर। झाँक्री ढुङ्गाको मन्दिरनिर हामी आइपुगेका छौँ हैन। यो चाहिँ गौमुखी गाउँपालिका वडा नम्बर 3 रजवारामा पर्दछ। यो चाहिँ स्वर्गीय राजा वीरेन्द्र वीरविक्रम शाहले समेत यहाँनिर बलि दिएको, भाकल लिएको ठाउँ हो भनेर विश्वास छ र यहाँको वन झाँक्री देवताले चाहिँ आँटेको चिताएको कुराहरू पुरा हुने एउटा जनविश्वास रहेको छ। र यसैको साइडमा एउटा ठुला ढुङ्गा पनि छ जुन चाहिँ झाँक्री ढुङ्गा भन्ने नामले एउटा चिनिन्छ। त्यही ढुङ्गाको नाममा चाहिँ यहाँनिर मन्दिर भएको र मन्दिरको देवतामा एउटा ढुङ्गामा शक्ति छ, त्यो ढुङ्गामा चढ्नुहुन्न भन्ने खालको एउटा जनविश्वास पनि रहेको छ। हामी ठ्याक्कै यहाँबाट ढुङ्गानिर पनि जानेछौँ र त्यहाँको दृश्य अवलोकन पक्कै पनि गर्नेछौँ। अब झाँक्री ढुङ्गा जुन नाम छ यो चाहिँ विशाल ढुङ्गा यही नै हो। यो जुन झाँक्री ढुङ्गा भनेर मैले अघि मन्दिर पनि देखाएको थिएँ र यही ढुङ्गा जुन दिव्य शक्तिले अड्डिएको जनविश्वास छ यहाँनिर चाहिँ र यहाँको भ्यूहरू पनि अत्याधिक राम्रो र सुन्दर रहेको छ। एक पटक भिजिट गर्नुपर्ने ठाउँ हो।